वेलकम टु माई न्यू ब्लग भन। यहाँहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। म चाहिँ सुनैना दिदीसँग धारामा जाँदैछु भन। आहा हेर्न हिँडेको दिदी। ल बाई बाई भन्दै न तिम्रो हजुर हामी चाहिँ धारामा जाँदैछौँ। ए ल आरु बोखरा पाके छ नि त दिदी। म अहिले आउँछु कि एउटा भए पनि खानु। मलाई दिन्छौ कि नै? दिन्छौ। ए आरु खानु दिन्न। चोरेर खायो। हो आज तिमी कहाँ गयौ त? चर्चमा सङ्गति गर्यौ। अनि आज बाल सङ्गतिमा दिदीहरूले के सिकाउनु भयो भन त? के सिकाउनु? के किन्न गयो? मिठाई। अनि मिठाई बाँडेको। ए कति लिएर आयो त? कस्तो मिठाई लिएर आयो त? हो कालो कालो वाला। ल हेर त त्यहाँ धारामा पानी आछ कि छैन भन न। पानी अब हामी घर जान्छौँ भन। मैले तिमीले दिन्छौ कि नै त मलाई? दिन्छु। किन? आरु खान दिन्न के। अरु कोल्ले खान्छ। अहिले खाने हैन के। ए त्यो पाके छैन? पाकेको अरुले खायो के। ए पाकेको अरुले खायो। गाली गरेको धपाइदेऊ मान्छेलाई। पिटेर भगाइदिएको अझै। खतरा हैछ त यस्तो त डन हो। ए मैले कति गाली गरेको हो। अनि मैले रास्तामा आरु फाल्ने बेला बल फाल्दिएको। गफाडी भइछिन् हाम्रो यस्ता नानु हो कि नै? अनि मेरो फेरि घर आइसकेको छ गाइस। घर आइसकेको छ गाइस। यस्तरको घर आइसकेका छौँ हामी गाइस। अन्त ल मेरो घरमा स्वागत छ भन्दै नि त। मेरो घरमा स्वागत छ। अब आरु बोक्रा खाने भए आउनुस् होला। आरु बोक्रा खाने भए आउनुस् होला। ल मलाई चाहिँ फाइनली गाइज हामी आरु बोखराको मुनि आइसकेका छौँ यस्तरको घर। अनि टिप्नेको कसरी हो हजुर? यो यसरी कस्तो राम्रो फलेछ। ए फाइनली आरु बोखरा तर पाकेको छैन। ल ल उहाँ माथि माथि छ के पखाइ फाइनली रुखमा चढ। आलु बोक्रा टिप्नु भएको। मैले फेरि आलु बोक्रा खाँदैछु गाइस। त्यही भएर मैले दुईटा मात्रै खाएँ। दिदी पनि बेसर अल्पकेर हो नि त भन्छ अझै। दिदी त रुखमा चढ्न सक्नुहुन्न त। ल अघिको मिठो थियो। ल यहाँ समात त भन। के गरे? आऊ ल मेरो त साथीहरू यस्तै हो कि केटाकेटी। मिठो छ। पानी आएको छैन। आउनु नगरे हामी हेरेर आइसक्यौँ। आलु बोखरा पनि खाएर आइसक्यौँ। अमिलो के भन्न खोज्नु भएको छ? अब हामीले आलु बोक्रा खाँदैछौँ कि मिठो छ। अनि त्यहाँबाट कति मुख्छ कि काँचो पनि यो काँचो मैले खाँदैछु। मिठो छ। मिठो छ। अनि अलिअलि अमिलो छ क्या। अलिअलि अमिलो पनि छ। ठिकै छ। अमिलो भए पनि केही छैन। अरू भन। अरू के भन्न चाहन्छौ मेरो भ्लगमा?
गरिदिनु होला उम्, तिमीहरूलाई उम्।